हेलो हेलो नमस्कार। आज चाहिँ हामी आलुको चिप्स बनाउने सजिलो तरिका सिक्नेछौँ। आउनु सबैजना मिलेर भिडियो लगाएर है त। आलु चिप्स बनाउनलाई हामीलाई सुरुमा आलु र यो आलु काट्ने चाहिन्छ। यो चाहिँ सबैको घरमा हुनुपर्छ। यदि छैन भने पनि मार्केटमा 100 रुपैयाँमा पाउँछ। यसलाई चाहिँ मजाले काट्नु होला। यसरी हजुरहरूले आलु तासेर बनाउँदा नि हुन्छ, नतासी बनाउँदा नि हुन्छ। यसरी काट्नु होला आलुलाई पातलो बनाएर। यसरी काटिसकेपछि यसलाई मजाले धुनु होला। आलुलाई एकदम मजाले धुनुपर्छ। आलुलाई 4-5 चोटि धुनु होला। यो धुएन भनेदेखि यसको सेतो भएर सुकेपछि कालो हुन्छ। त्यही भएर मजाले धुनु होला। यसलाई धुइसकेपछि चाहिँ मजाले भिजाएर राख्नु होला 10 मिनेट जति। त्यसपछि यसलाई तारेर मजाले यसरी सुक्खा कपडामा चाहिँ सुकाइदिनु होला। हजुरहरूले पत्रिकामा सुकाउँदा हुन्छ, मैले चाहिँ कपडामा सुकाएको छु। यसरी सुक्खा बनाउनु होला। मेरो चाहिँ एकदम रेडी भइसक्यो। यो सुकिसकेको छ। म चाहिँ अब यसलाई उठाउँदैछु। यसरी चेक गर्नु होला। हातमा पानी नआउने गरी सुकिसकेपछि यसलाई मजाले उठाउनु होला। यसलाई उठाइसकेपछि अब यो चाहिँ हाम्रो फ्राई गर्नको लागि रेडी भइसकेको छ। यो चाहिँ फ्राई गर्नको लागि एकदम सुक्खा भएर रेडी भएपछि हामीलाई तेल र कराई चाहिन्छ। कराईमा चाहिँ तपाईँले मजाले तेल तताउनु होला। मैले चाहिँ त तेल तताइसकेको छु। अब चाहिँ मेरो फ्राई गर्ने बेला भयो। हेर्नु त यसरी मजाले तेल तताउनु होला धुवाउने गरी। त्यसपछि यसरी लगाउनु होला। अब यसलाई चाहिँ बेला बेलामा चलाउँदै पनि गर्नु होला, डढ्नु सक्छ। त्यही भएर बिस्तारै बिस्तारै यसरी चलाउँदै जानु होला। चलाउँदै यसलाई चाहिँ यसरी एकदम मजाले रातो हुने गरी चाहिँ यसलाई फ्राई गर्नु होला। यतिको भइसकेपछि तेल उम्लिनु छोडिसकेपछि चाहिँ यो रेडी भएको हुन्छ। अब चाहिँ यसलाई मजाले तार्नु होला, भुट्नु होला। यसलाई चाहिँ यो चाहिँ रेडी भइसकेको छ। यतिको भएपछि रेडी हुन्छ। अब यसलाई चाहिँ मजाले तारेर यसरी निकाल्नु होला। अब चाहिँ सबै फ्राई भइसकेपछि हामीलाई नुन खोर्सानी मसलाको आवश्यक पर्छ। मसला नुन खोर्सानी भन्ने चाहिँ अब हजुरले कति खानुहुन्छ त्यो हिसाबले हाल्नु होला। मैले चाहिँ नुन खोर्सानी मल्दैछु। मैले चाहिँ सबै मिक्स बनाएर राखेको छु। नुन खोर्सानी मसला यसरी हजुरहरूले कति खानुहुन्छ त्यही हिसाबले लगाउनु र मजाले चलाउनु होला। यसलाई मजाले मल्नु होला। मैले यसलाई मलिसकेको छु मजाले। अब चाहिँ हाम्रो चिप्स एकदम रेडी भइसकेको छ खानाको। हेर्नुहोस् त यो फुटाउँदा नि एकदम कुरुम कुरुम भइसकेको छ। यो हजुरहरू पनि ट्राई गरेर आफै बनाएर खानु होला। मार्केटमा खर्च धेरै नगर्नु होला। हस् त धन्यवाद। यस्तै भिडियो हेर्नको लागि मेरो च्यानललाई सब्सक्राइब गर्नु होला।